नमस्कार सबैजनालाई। आज सागा दावाको दिन सुरु भएको छ। हजुर सम्पूर्णमा सागा दावाको हार्दिक शुभकामना। यो सागा दावा भनेको चाहिँ बौद्धिस्ट धर्मको एकदम महत्त्वपूर्ण महिना हो। यस महिनामा चाहिँ पुण्य पाप गरियो भने 100 गुणामा फैलिएर जाने बौद्धिस्ट धर्मावलम्बीहरूको विश्वास रहेको छ। किन भन्दाखेरि यो सागा दावामा भगवान बुद्धको 12 लीलामध्ये 4 सामूहिक लीला चाहिँ यस महिनामा पुगेको हुँदा कुकर्म नगर्नु, पुण्यमा लाग्नु भनेको छ। त्यस्तै बत्ती बाल्ने, कोरा गर्ने इत्यादि पुण्यमा लागि पर्ने कुशल कर्महरू गर्नुपर्छ भनेको छ। त्यसै गरी यस सागा दावामा भगवान बुद्ध जन्म लिनुभएको, महापरिनिर्वाण हुनुभएको, प्रथम धर्मचक्र गर्नुभएको र बुद्धत्व प्राप्त गर्नुभएको 4औं दिवस यही महिनामा हुने भएकोले सम्पूर्णले पुण्य पाप गर्यो भने लाखौँमा परिवर्तन हुन्छ भनिएको छ। त्यसै गरी यो महिनालाई बुमजिर दावा लाखौँ महिना भनेर पनि भन्ने गरिन्छ। त्यसैले सबैजनालाई यो महिनाको फाइदा उठाई धेरैभन्दा धेरै पुण्य कमाउनु भन्न चाहन्छु। धेरै पुण्यको भागीदार बन्नुहोस् भनेर भन्न चाहन्छु। ह्याप्पी सागा दावा लसो फ्याफुल्जा टासिदेले।